प्लिज छोड दिनु, प्लिज छोड दिनु दाइ, छोड दिनु। 7 वर्ष बित्यो तर निर्मलाको चिहान भन्दा न्याय अझै टाढा छ। We want justice. We want justice. सरकार तेरो पाराले दुःख पाए साराले, सरकार तेरो पाराले दुःख पाए साराले। 100 जना भन्दा बढीको DNA परीक्षण भयो, छानबिन समितिहरू फेरिए तर निर्मलाको दोषी अझै अज्ञात छन्। न छोरी फर्किन्छन् न दोषीलाई सजाय, तर निर्मलाकी आमाको आकाश जस्तै आँखा अझै उत्तर खोजिरहेछ। एक किशोरी बलात्कृत भएर मारिन्, पुरै देश रोयो, तर 7 वर्षमा पनि किन अझै न्याय अधुरो छ? कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको 7 वर्ष बितिसकेको छ, तर अहिलेसम्म उनको दोषी पत्ता लाग्न सकेको छैन। सुरुका केही वर्षसम्म त यो घटना सबैको चासोको विषय बनेको थियो, तर अहिले घटना भएको दिन मात्र निर्मलाको सम्झनामा प्रदर्शन हुन्छ। केही सञ्चार माध्यममा समाचार र लेख आउँछ अनि फेरि सेलाउँछ। न्याय पाउने आश अब परिवारले पनि मारिसके। छोरी फर्किएर नआए पनि उनका दोषीले सजाय पाए आफूहरूलाई सन्तुष्टि मिल्ने निर्मलाकी आमा दुर्गा देवी पन्त बताउँछिन्। अहिलेसम्म पत्ता लाग्या भए थाहा भइहाल्थ्यो, त्यो पत्ता लाग्या छैन होला। अब अनुसन्धान गर्छन् या गर्दैनन् त्यो थाहा छैन। अब यता कसैले सोधपुछ गरेका छैन। अब आफूलाई अनि आशै मरिसक्यो, कसैले अहिलेसम्म पत्ता लगाएन, लाउँछन् जस्तो नि लाग्दैन, आशै मरिसक्यो। घटनापछि निर्मलाको परिवार विक्षिप्त बन्यो। राहत स्वरूप निर्मलाकी आमालाई स्वास्थ्य कार्यालयमा जागिर लगाइयो। 2076 सालदेखि उनी निरन्तर काम गर्दै आएकी छिन्, तर छोरीले न्याय नपाउँदा उनको मनमा शान्ति भने कतै छैन। निर्मलाको हत्या भएको केही वर्षसम्म प्रहरी प्रशासन, छानबिन समिति, अनुसन्धानकर्ता, सञ्चार माध्यम लगायतबाट निर्मलाको परिवारमा सोधपुछका लागि आउने, सोधपुछका लागि बोलाउने, सोधी खोजी गर्नेको बाक्लै भिड हुन्थ्यो। कसैले सोध्न छोडे अनि परिवारको आश पनि मर्दै गयो। कहिलेकाहीँ कोही नयाँ मान्छे आएर घटनाबारे कुरा निकाल्दा पनि निर्मलाकी आमा अनुसन्धानकर्तालाई समेत यसबारे सोधिदिन आग्रह गरिरहन्छन्। अब अपराधी पत्ता लगाइदिनु त भन्थे, तर अहिलेसम्म नलगाए हुनाले आँसु छैन। तर अब हजुरहरूले नि उता प्रहरीलाई अनुसन्धानवालालाई सोधिदिनु होला, अनि अब त्यही हो, कारबाही होस्, पत्ता लगाइदिनु होला। अब घटना भइहाल्यो, अब छोरी त आउँदैन, तैपनि अब सजाय मिल्यो भने अलि सन्तुष्टि चाहिँ हुन्थ्यो, त्यही हो। तर यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा सूक्ष्म अनुसन्धान भइरहेको दावी गर्छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्गबहादुर खत्रीले घटनालाई सामान्यकरण गर्दै घटना पुरानो भए पनि आफूहरू सूक्ष्म अनुसन्धान गरिरहेको दावी गरेका हुन्। अझ एसपी खत्रीको भनाइ अनुसार त जटिल विषय भएकाले अध्ययन रोक्न नमिलेर मात्र अध्ययन जारी राखेको हो कि भन्ने बुझिन्छ। निर्मला पन्तको घटना लगत्तै केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबी लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान थालेको थियो। तत्कालीन अवस्थामा दिलीप सिंह विष्टको DNA नमिलेपछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो। निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै 100 जनाको DNA परीक्षण गरिए पनि DNA म्याचिङ भएको थिएन। त्यसपछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन।